सन्चै हुन्छ कस्तो लागिरहेको त आज घर जान पाउँदाखेरि खुसी लाग्यो नि होइन यो कार पराउने के गर्नुहुन्छ नि पार्टी हानिदिने हो ल दाइ तपाईँको पर्छ टेन्सन यो कार होइन पर्ला जस्तो छ मैले चाहिँ भर्नु भएको थियो होइन ल अब दाइ लक हेर्नुपर्छ है त यसपालि चाहिँ पक्कै पर्छ कि यसपालि चाहिँ अब लक हेर त होइन दाइ यो के हो यो यस्तो के झुन्डिएको दाइ यो चाहिँ बकाइदा चाहिँ 24 क्यारेटको सुन हो होइन कि यो सुन भन्दा कम छैन हरायो डर छैन त होइन नि दाइ होइन एकदम प्योर सुन हो यो सुन भनेको तपाईँको कतारको चाहिँ 10 बिलियनको सुन हो सुरक्षित गरेर राखेको छ यो चाहिँ अनि यो अनि चोर्न आउँदैन दाइ कोही यहाँ पुरा सुरक्षित छ नि यहाँ चाहिँ गार्ड बसिएको छ पुरा पुलिसहरू बसिएको छ होइन यसको तपाईँहरू नपताउनु भयो यहाँ आएर म देखाइदिन्छु होइन तपाईँहरूले पनि यो सुन रोक्ने होइन भनेर तपाईँको कष्ट तरिकाले म देखाउन गइरहेको छु हजुर कष्ट तरिकाले देखाउनु गएर चाहिँ यहाँ हेर्नुहोस् ल यहाँ हेर्नुहोस् यहाँ हेर्नुहोस् यो चाहिँ नि सुन हो कि होइन भनेर यहाँ पुरै लेखिएको छ एक के अरे 24 क्यारेटको सुन हो 10 बिलियनको सुन हो ल हेर्नुहोस् है साथीहरू तपाईँहरू पताउनु नपताउनुहोस् तर यहाँ चाहिँ तपाईँलाई डिटेल देखाइरहेको छु है ल दाइ अब धन्यवाद तपाईँले यति कुरा भनिदिनु भयो होइन हाम्रो अब साथीहरूले पढ्ने नै छन् होइन अब जस सुन यसरी चाहिँ लट्काएर नराख्नु पर्ने होइन अब नेपालमा भयो एकवटा बल सबैलाई भागमा पर्थ्यो होला अब के गर्नु अब यहाँ अब निकाल्न मिलेन अलिक झुन्डिरह यो किन भन्दाखेरि अब कतार भनेको त विश्वकै चाहिँ धनी देश हो हजुर हजुर त्यस कारणले गर्दा कतारले चाहिँ कतार एयरपोर्टले चाहिँ यो राखेको है साथीहरू हजुर हजुर ल तपाईँहरूले यो सुन आज देख्नुभयो हजुर तपाईँले अब पत्याउनुहोस् नपत्याउनुहोस् तपाईँले डिटेल अघि नै देखाइसकेको छु हजुर ल त यो चाहिँ सुन तपाईँले हेर्नुहोस् तपाईँहरू पनि घुम्न आउनुभयो भने तपाईँहरूले पनि यहाँ हेर्नुहोस् डिटेल्स हजुर दाइ यो के हो यहाँ त एकदम रमाइलो छ त अनि यो त हेर्नु त यो यस्तो पुरै खम्बामा यो पुरै डिस्प्ले लगाएर चाहिँ अनि यो त एकदम रमाइलो ठाउँ ड्युटी फ्री वरिपरि होइन हो नि हेर्नु त यो चाहिँ अब कतारले चाहिँ नि अब विश्वकै चाहिँ नि अब हेर्दाखेरि नम्बर 1 चाहिँ नि एयरपोर्ट बनाउनु लागिरहेछ त्यो भएर यो सबै देखाएको उसले चाहिँ नि सबै डेकोरेसन गरेर राखिरहेछ हजुर एकदम रमाइलो एकदम हेर्दाखेरि हेरिराख्नु मनमोहक हेर्नु न यस्तो डिस्प्ले यस्तो राम्रो डिस्प्ले राखेको छ हेर्नु त एकदम गजबको छ नि यो बस्ने ठाउँ पनि यस्तो राम्रो बनाइदिएको सबैलाई बस्न सुत्न मिल्ने ठाउँ होइन सुविधाको लागि कस्तो राम्रो बनाएको छ हजुर होइन अनि यस्तो विश्वकै चाहिँ 1 नम्बरमा चाहिँ गइरहेछ हजुर अबको दिनहरूमा चाहिँ यसको टपमा आउनेछ त्यही त यस्तो राम्रो यहाँ हेर्नु न अब यस्तो राम्रो बनाएर चाहिँ पेसेन्जरलाई एकदम मनमोहक होइन हेरिराखौँ खालको बनाए अझै गार्डनमा जानु पाइएन दाइ अब गार्डनको लागि चाहिँ यहाँनिर बेरिया लगाएर छ अहिले खुलेको छैन 3 तारिकबाट खुल्ने अरे अब हामी जान पाइएन अहिले के गर्नु ठिकै छ अब फेरि खुलेपछि जाउँ ल फेरि भेटौँ ल होइन के छ दाइ कस्तो लागिरहेको एकदम रमाइलो छ नि होइन ठिकै छ आज ट्राभल अब हामी 3 जना सँगै परेका छौँ होइन आजको ट्राभल अब राम्रो हुन्छ आजको ट्राभलमा हामी 3 जना चाहिँ यस्तो रमाइलो गरिएको छैन तरिकाले जाने हामी 3 जना छौँ आज दाइहरूसँग होइन अब यस्तै हो घुम्दैछौँ अब फ्लाइट हाम्रो अब कतिखेर भने अहिले गेट अहिले खुल्या छैन अब टाइम हामीसँग 9:15 डिपा जस्तो आइन्छ 8:30 बजीतिर जाँदा पनि हामीले मजाले आइन्छ होइन ठिक छ दाइ अब यसो चाहिँ घुमौँ अब त जान पाइन्न दाइ आउनु यताबाट ल यता आउनु अब जानुपर्छ गेटतिर है अब गेटतिर जानुपर्छ दाइ अब कहाँ जानु लाग्यो हामी अब हामी चाहिँ अब गेट गाइस अब मेट्रोमा चढेर अब हामी जान लाग्छौँ गेटमा होइन अब कतारको चाहिँ मेट्रो ट्रेन हो होइन अब यसबाट चाहिँ हामी चढेर सिधै गेटमा जाने हो अब गेटमा गएपछि हामी त्यस पछाडि गइन्छ हजुर यो ट्रेनमा अब चढ्न लागिरहेछौँ ल गाइस अब हामी चाहिँ ट्रेनमा झरिसक्यौँ भने दाइ अब हामी ट्रेनबाट चाहिँ झर्दैछौँ झरेर चाहिँ अब गेटतर्फ लाग्दैछौँ हजुर अब हामी गाइस यहाँ झरेर तल
गेटतर्फ हामी जाँदैछौँ होइन अब हामी चाहिँ नि गेटतर्फ लागेका छौँ है साथीहरू हामी गेटतर्फ लाग्दैछौँ है ल हेर्नुहोस् यहाँ ल अब हामी चाहिँ नि अब यसमा दाइ अर्कै मजा आउँछ होइन फेरि यस्तो मजा आइरहेछ यार कति खुसीको दिन आयो आज होइन हजुर हजुर दाइ अब चाहिँ नि हामी गेटमा चाहिँ नि ठक्क जाने हजुर त्यस पछाडि गरेर चाहिँ ट्याक्क चाहिँ नि हामी चाहिँ नि त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा टक्क झर्ने हो हो सही कुरा दाइ अब यसरी नै टक्क गेटमा गएर यता जान्थ्यो अब गेटतर्फ लागौँ हाम्रो गेट चाहिँ अब अलिकति टाढै पर्छ हजुर यहाँबाट पनि अब गेटतर्फ लागौँ है त ल दाइ ल अब गेटतर्फ जाऊँ अब कतार आज मेन हामीले गार्डन चाहिँ घुम्न पाइएन ठिकै छ अब गार्डनमा आज भन्ने जस्तो उयो छैन होइन आज खुलेको छैन नखुलेपछि अब भित्र जाने कुरो भएन अनि अब पछि फेरि घुमौँला अब के छ त फेरि आइहाल्छ नि फेरि आउँदाखेरि चाहिँ घुमौँला आनन्दलेसँग चाहिँ नि हजुर भल्क बनाउँला हजुर हजुर दाइ घुमौँला ल अब गेटतर्फ लागौँ हाम्रो गेट चाहिँ अब अलिकति टाढै पर्छ हजुर यहाँबाट पनि अब गेटतर्फ लागौँ है त ल दाइ ल अब गेटतर्फ जाऊँ पानी परेर है कत्रो हावा हुरी मम्मी एकछिन डराइरहनु भएको थियो हो नि अनि सबै निक्लिसक्छ निक्लिँदैन गाइसहरू पानी परिरहेछ हल्ला तल्ला ट्याक्सी गाई आउनुभयो ट्याक्सीमा चढेर हामी फेरि घर जाँदैछौँ ड्याडीलाई पिकअप गरिसक्यौँ हेलो गाइजहरू हेर मेरो छोरी मेरो मिसेसले यस्तो गिफ्ट ल्याइदिनु भएको छ ल अब हामी चाहिँ घरको यात्रा लाग्दैछौँ तपाईँलाई देखाउँछु यत्रो रोगिरहेछ बुढो नहुँदो रहेछ के बुढी मान्छे हो बुढी मान्छे भयो म त बुढो बुढी मान्छे हो बुढा जस्तै रहेछ आयो पहिला भन्दा त अलिक राम्रो बनाउँछ है फाइनली घर आइसक्यो पैसा दिन्छु खै दाइ एउटा तपाईँ सानो बोल्नु न पैसा दिइस् दिँदैछु आउँछ म किन्दैछु त